शब्द मेरा भाव तपाईँको, शब्द मेरो भाव तपाईँको, कविता सायद मेरो तर कथा तपाईँको। आज निलको आत्मा सायद म होला, तर यो पछि गर्ने तपाईँ। सबैले शुभ साँझ र नमस्ते। म नामबाट प्रबन्ध भन्छन्, तर कविताबाट चाहिँ म निलको आत्मा भनेर आफूलाई चिनाउँछु। आजको मेरो कविताको पहिलो कहानी चाहिँ यस्तो छ। म कलेजमा बस्दैछु चाहिँ कलेजको लाइब्रेरीबाट यसो वरिपरिको जुन सिनारीहरू जुन सिनरीहरू म हेर्दै थिएँ र यत्तिकै डाँडाहरूबाट बग्दै आएको यो सहरलाई देखेँ। कति मान्छे छ नि सहरमा, तर सहरमा भएको मान्छेहरू बिच पनि दुई प्रेमीले एकअर्कालाई कसरी भेटाउँछ नि। यहाँबाट तपाईँहरू पनि कतिजना मायामा पर्नु भएको छ होला, कति मायामा परेर मायाले नै आफ्नो संसार बनाउनु भएको छ होला, र कति यस्तो पनि हुनुहुन्छ माया हुँदाहुँदै पनि टाढिएको पनि भाव गर्नुहुन्छ होला। सो यो कविता चाहिँ माया भएर पनि टाढिएको मायाको लागि। यसको शीर्षक सायद मैले दिन सकिनँ, तर कविता सुनेर तपाईँहरू पक्कै दिनु होला है। म सुरु गरेँ। निलो आकाश र समतल विशाल पहाड, हरियो वन बिचको खाल्डो, अनि त्यो खाल्डोमाथि गर्मीको तापमा चिसो हावाको जस्तो सँगै उड्दै खेल्दै मिलेको हाम्रो हात। कसरी व्याख्या गरौँ? सहरको भिडमा कन्यु कथा बीच तिनी मेरो प्रमुख पात्र हुनुहुन्थ्यो। अगाडि डाँडाको चित्रण गर्दा मेरो हातले तिम्रो तस्विर कोर्न थाल्यो। अन्धकार र वर्षा पछाडिको उज्यालो हेर्दा मेरो आँखाले केवल तिम्रो तस्विर पायो। हाम्रो कथाको सुरुवात कहाँ कता कसरी भयो? कति उचाइ उडे, कति पहाड नाच्यो, खै काली गण्डकीको किनारमा शालिग्राम भेटियो। तर मैले यसको उत्तर पाउन सकिनँ। फेरि सोध्छु, मैले मेरो जीवनको हराएको भाग त पाइसकेँ, अब उत्तर पछाडिको प्रश्न गरेर के फाइदा? अचम्म लाग्छ है, हाडेका बीच हामी गुलाबको फुल जसरी एकअर्काको दृष्टिले मोहित पर्यौँ। तिमीले कसरी मेरो काँडालाई आफ्नो सहारा बनायौ। कति चोटपटक आए, सबै घाउलाई व्यवस्था गरी मलाई निहाल्दै बस्यो। यसो डाँडालाई हेर्दै थिएँ, तिम्रो कल्पनाले हिमालको चुचुरोबाट खोला बगे झैँ हाम्रो सम्बन्धको लहर पनि बग्दै गयो। कति ढुङ्गा आए पनि, बिरान झरना फसे पनि मायाको कथा प्रश्न यो छ, प्रश्न अझै छ, त्यो के छ भन्दा तिमीले मेरो छालहरूलाई किनारतर्फ जाने बहाना किन गर्नु? मेरो गहिरो चोटमा आफै हँसाली किन मेरो पीडाको भुमरीमा सहाराको हात हराउनु? किन मसँगै मेरो किनारमा आफ्नो बसाए? अब चाहिँ कविताले अर्कै मोड हुन्छ ल। यो वाला लाइन चाहिँ जब माया बसिसकेको छ, मायामा डुब्दैछौँ, तर अचानक पियाले वा कर्मले चाहिँ हामी विदेश हिँड्नुपर्छ नि, जुन लङ डिस्टेन्स रिलेसनसिप छ, उहाँहरूको लागि चाहिँ यो लाइन हो है। समयसँगै जीवन र जिम्मेवारीको भागदौडले बसेको मायाको मार्ग पनि त्यही नै रहेछ। तिमी 7 समुद्र पारी, म तिमीलाई पर्खिबसेको छ। घृणा छ त्यो पन्छीप्रति, मिया छ त्यो पन्छीप्रति जसले आफ्नो घर त बनाए, तर बल्ल बल्ल सुतेको मेरो घरको टुक्रा लग्यो। भन्नु माया त हाम्रो गाडा छ, भन्नु माया त हाम्रो गाडा छ, कसले चोर्न सक्छ? तर तिम्रो आँखा हेरी आँखामा डुब्ने रहर हामी बिचको दुरीले कसरी पुरा गर्छ? मायाले नजिक भएर पनि काडिएको लाग्छ। माया नगर्छौ भन्छौ, माया गर्छौ भन्छौ, तर माया छोडी गएको लाग्छ। धन्यवाद। यसलाई सन्जोग भन्ने चाहिँ के भनौँ होइन, अगाडिको कविले आफू मरेपछिको दृष्टि देखाउनु भयो। यो वाला स्टोरीमा चाहिँ हामीले जुन न्युज फिडहरूमा रियालिटी पनि हुन्छ नि, यसरी यो चाहिँ एउटा यस्तो कथा बिचमा सत्यता बिच लेखेको कविता हो, जसमा चाहिँ एकजना स्टुडेन्ट इन्डियाको कुनै युनिभर्सिटीमा सुसाइड गर्नुहुन्छ। सो त्यसले चाहिँ मलाई पनि हाम्रै ब्याचको हुनुहुन्छ र मलाई पनि धेरै नै असर पारेको थियो। हामी कल्पना गर्छौँ कतिजना विदेश पनि जान्छौँ, किन जान्छौँ त? अभियसली भविष्य बुन्न जाने हो, तर भविष्य बुन्ने बाटोमा आफ्नो रगतको बलिदान दिँदा कस्तो होला? आफू त मरेर गइन्छ,
तर मर्नु अगाडिको पीडा कस्तो होला र आफू गएपछि आफ्नो घर परिवारले सिर्जेको सपना आफ्नै चितामा गलेको देख्दा कस्तो होला। सो यो कविता चाहिँ त्यही सोचमा थिए, केही बेर लेख्न सकिनँ, अलिकति गहिराइमा डुबे, केही थोपा आँसु झार्न खोज्दा झार्न सकिनँ। तर त्यो पीडाले यति मार्मिक भयो कि कुनै बेला कलम चल्दाखेरि पनि कलम लुकेर कति दुख्दै बस्नु मन लाग्यो भने चाहिँ बेला चाहिँ। र बल्ल बल्ल आफ्नो एउटा हिम्मत राखेर यो कविता लेखेँ। उसको शीर्षक पीडित। म पीडित, जीवनको भागदौडमा अन्यायको शिकार म पीडित, भविष्यको तारा बन्ने सपना राखेको तर वर्तमानमै तारा बन्न पुगेकी म पीडित। आमा बुबाको हात छोडी एकल चरी बनी आफ्नै संसार बनाउने सपना बोकेकी म पीडित। ए महोदय, मरण र जीवन बिच झुन्डिएको बेला न्याय भन्दा पनि मुजको हेडलाइन बन्न पुगेकी म पीडित। मेरो गल्ती के थियो हजुर, मेरो गल्ती के थियो हजुर? म त बस भविष्य बुन्न पुगेको पो थिएँ। तर संसारको नियम के यतिको? अन्याय र किलामा मलाई नै खिचेर गयो। मेरा आमा बालाई के मुक्तेछौँ? किताब कलमको झोला बोकी हिँडेको छोरी सेतो कपडामा उनकै अगाडि जान पर्यो। अनि मेरो सानो भाइलाई के उत्तर दिने? फर्कदा गिफ्ट ल्याएछु है भन्थ्यो। अब आफै नै बक्सामा फर्कनु पर्यो। हजार रहर अनेक सपना घर परिवारबाट टाढा अनि एक्लोपनको आँसु। मलाई जान्न मन छ मेरो आँसु किन यति सस्तो? पुरस्कार पाउने आँसुले मृत्युको ढोका ढकेल्यो। न्याय पाउने आशा त केवल केही बेरको हिँड्नमा मात्र हो। जीवन जन्म र मरणको खेल हो। यही खेलको भुमरीमा आफू पनि पुगेछु। यो यात्रामा खुब कथाहरू सुन्यो, अहिले आफै नै कथा भन्न पुगेछु। हेर्दा पीडा बाहिर चोटपटक मात्र देखिन्छ, हेर्दा पीडा बाहिर चोटपटक मात्रै देखिन्छ। उज्यालो खोजी गर्न हिँडेको बच्चो र परिवारको भित्री चोट कसलाई थाहा हो? चोट त कसले लिन सक्ला र? कल्पनाको यात्रामा धेरैले हात अगाडि बढाए। पीडाले गुहार्दा न ती हात रहे न ती हातको सुन्ने काम। अब फेरि भन्नु, दुःखको छाल पर्दा एक्कल यात्री किन र कसरी भइस्? अब मेरो कुरा सुन्छस्? साथ लप्न खोज्दा एक्लो पारियो। सहारा त माग्न खोजेकै थिएँ, तर हिम्मतको ढुङ्गा चाल्ने एक्लो पाड्यो पनि खोरामा तिमीले नै बाँचियो। योभन्दा बढी लेख्न मन थियो, तर कुरा नै त्यस्तो थियो कि कवितामा उतार्न सकिनँ। सायद भमाले पनि सुन्यो होला। पीडा दिने अहिले गुन्डुबालोतिर बस्छ र न्याय दिने सरकार बनाउन बस्छ। धन्यवाद।